हेलो नमस्कार सबैजनालाई। आज चाहिँ म हाम्रो सोल्टी बजारको लोकेसन लिएर आएको छु। म चाहिँ यहाँ बर्दुबेमा रहेको अलगुबेमा मेट्रो स्टेसनको एक्जिट नम्बर 1 देखि यसलाई नेपाली पार्क एरिया पनि भन्ने गरेको छ। ठ्याक्कै यसको अगाडिपट्टि हजुरले देख्न सक्नुहुन्छ इम्प्रेस पेट्रोल पम्प छ। त्यहाँ त्यो लाइन हुँदै हजुर यहाँबाट त्यो लाइन हुँदै आउनुपर्ने हुन्छ। हजुर सिधै आउनु होला, म हजुरलाई देखाउँदै छु है सोल्टी बजारको लोकेसन। आउनुहोस् हजुरहरू। अब यो जेब्रा क्रस गरेर अगाडि जानुपर्ने हुन्छ है, पेट्रोल पम्प तर्फ जानुपर्ने हुन्छ। हजुरहरू आउनु होला। ठ्याक्कै म चाहिँ अब पेट्रोल पम्पको अगाडि छु है। पेट्रोल पम्प देख्न सक्नुहुन्छ इम्प्रेस पेट्रोल पम्प। म ठ्याक्कै यहाँ छु। अब यो लाइन सिधै हुँदै हजुरहरू अगाडि बढ्नुपर्ने हुन्छ। हजुरहरू ठ्याक्कै पेट्रोल पम्प आइसकेपछि हजुर यो लाइन हुँदै सिधै अगाडिपट्टि आउनुपर्ने हुन्छ है। ठ्याक्कै म चाहिँ अब यहाँ एस्कोट होटल अगाडि आइपुगेको छ। यो चाहिँ एस्कोट होटल। त्यसपछि हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ बस पार्क रहेको छ। त्यसपछि यतापट्टि चाहिँ लिप्स क्याफे रहेको छ है। यो लाइन हुँदै हजुरहरू सिधै अगाडिपट्टि आउनुपर्ने हुन्छ। हजुर लिप्स क्याफेकै ठ्याक्कै छेउबाट हजुरहरू अगाडिपट्टि लाग्नुपर्ने हुन्छ। हजुरले देख्न सक्नुहुन्छ यो अलगुबेमा बस पार्क। अब हजुरले देख्न सक्नुहुन्छ सिटी सेन्टर क्यारिफोर पनि है। यसको अगाडिपट्टि क्यारिफोर देख्न सक्नुहुन्छ। यो लाइन हुँदै हजुरहरू सिधा आउनु होला। यहाँ चाहिँ अलगुबेमा बस स्टेसन भयो। हजुरले यो बिल्डिङ पनि देख्न सक्नुहुन्छ है। यो बिल्डिङ हुँदै हजुरहरू अगाडिपट्टि लाग्नुपर्ने हुन्छ। हजुर आउनु होला। ठ्याक्कै हजुरले देख्न सक्नुहुन्छ यो ठाउँमा आइसकेपछि यतापट्टि अलगुबेमा बस स्टेसन छ। यहाँ बिल्डिङहरू देख्न सक्नुहुन्छ। ठ्याक्कै यहाँदेखि 300 मिटर अगाडिपट्टि बढ्नुपर्ने हुन्छ। हजुरहरू आउनु होला है। हजुरहरूले देख्न सक्नुहुन्छ ठ्याक्कै म चाहिँ अब एभरेज 100 रेस्टुरेन्टको अगाडिपट्टि आइसकेको छु। हजुर यो लाइन हुँदै सिधै अगाडिपट्टि बढ्नुपर्ने हुन्छ। हजुरहरू आउनु होला। अब हजुरले देख्न सक्नुहुन्छ एभरेज 100 रेस्टुरेन्टदेखि थोरै अगाडि आउनुभयो भने हजुरले घान्तुक रेस्टुरेन्ट सस्टाली रेस्टुरेन्ट देख्न सक्नुहुन्छ। त्यसको लाइनतिर हामी जानुपर्ने हुन्छ है। त्यही लाइनतिर आउनु होला सबैजना। यो रोड चाहिँ क्रस गरेर आउनुपर्ने हुन्छ है। ठ्याक्कै घान्तुकको लाइन हुँदै हजुरहरू सिधा आउनु होला अगाडिपट्टि। अब हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ फार्मेसी छ है। यो फार्मेसीको लाइन हजुर सिधै अगाडिपट्टि आउनुपर्ने हुन्छ। यही लाइन सिधै आउनु होला अगाडिपट्टि। फार्मेसी अगाडि आउनु भयो भने ठ्याक्कै हजुरले टी पोर्ट क्याफेटेरिया पनि भेट्न सक्नुहुन्छ। यो क्याफेटेरियाको लाइन हुँदै हजुर अगाडि आउनु होला है। हजुर ठ्याक्कै यो ठाउँमा आइसकेपछि हजुरले देख्न सक्नुहुन्छ भेराइटी मोमो रेस्टुरेन्ट, नेपालीको रेस्टुरेन्ट। त्यसपछि हजुरले पारिपट्टि देख्न सक्नुहुन्छ हलिउड बिल्डिङ है। हजुर पारिपट्टि जानुपर्ने हुँदैन। ठ्याक्कै यहाँ आइसकेपछि हजुरले यहाँदेखि राइट लिनुपर्ने हुन्छ है। राइट साइड जानुपर्ने हुन्छ। हजुरहरू यहाँ आइसकेपछि चाहिँ हजुरले दाहिनेपट्टि हेर्नुभयो भने ठ्याक्कै सोल्टी बजार देख्न सक्नुहुन्छ है। यो रह्यो हाम्रो सोल्टी बजार। हजुरहरूलाई पनि नेपाली सामानहरू चाहिएमा हाम्रो सोल्टी बजारलाई सम्झने होला। धन्यवाद।